This is me, CEO of Realistic International Education Consultancy. इन्क्वायरी कल आउँदाखेरि सोध्ने क्वेसन्सहरूको सेसन चाहिँ हामीले रियलिस्टिक स्टुडेन्टलाई चाहिँ हामीले दिइसक्यौँ तर वी डिसाइडेड टु मेक दिस भिडियो बिकज हाम्रो भ्युयर्स हाम्रो फलोवर्सहरूमा कतिपयजनाहरू स्टुडेन्ट पनि हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो भिडियोले इन्फर्मेटिभ होस् यो भिडियोले उहाँहरूलाई कतिपय कुरा हेल्प आउट होस् भनेर चाहिँ हामीले यो भिडियो बनाउँदैछौँ सो लेट्स स्टार्ट तपाईहरुलाई चाहिँ इन्क्वायरी कल प्लस 81बाट कल आउँदाखेरि चाहिँ सोध्ने भनेको सुरुको प्रश्न भनेको चाहिँ तपाईको नाम व्यक्तिको नाम सोध्छ तपाईहरु यो नाम बोलेको स्टुडेन्ट हुनुहुन्छ यही नम्बर हो कि हैन भनेर उनीहरुले कन्फर्म गर्छ त्यसपछि तपाईको डेट अफ बर्थ तपाईले डेट अफ बर्थ चाहिँ तपाईले एडीमा भन्नुपर्ने हुन्छ 2003 2002 2004 2005 भनेर तपाई एडीमा भन्नुपर्ने हुन्छ डेट अफ बर्थ चाहिँ त्यसपछि तपाईको आउँछ टेम्परेरी एड्रेस तपाईको कता हो सोध्दाखेरि तपाईहरुले चाहिँ टेम्परेरी एड्रेस एप्लिकेसन फर्ममा जुन एड्रेस राखेको छ त्यही एड्रेस भन्नुपर्ने हुन्छ एउटा एप्लिकेसन फर्म जान्छ तपाईको जापानमा चाहिँ त्यो एप्लिकेसन फर्ममा चाहिँ अब कन्सल्टेन्सीले चाहिँ कुन एड्रेस राखेको छ त्यही एड्रेस तपाईहरुले भन्नुपर्ने हुन्छ जस्तो तपाईहरुको एड्रेस अब टेम्परेरी एड्रेस अहिले तपाईहरु पोखरा बस्दै हुनुहुन्छ भने तपाईहरुले पोखरा भन्न मिल्दैन तपाईको फर्ममा जे छ तपाईहरुले त्यही भन्नुपर्ने हुन्छ त्यसपछि आउँछ तपाईको पर्मनेन्ट एड्रेसमा तपाईहरुले आफ्नो पर्मनेन्ट एड्रेस भन्नुपर्ने भयो त्यसपछि तपाईको चाहिँ यदि तपाईको एक्सपिरियन्स हाल्नु भएको छ भने चाहिँ तपाईहरुलाई चाहिँ अब तपाईको वर्क एक्सपिरियन्स छ भनेर सोधेको खण्डमा चाहिँ तपाईहरुले छ भन्नुपर्ने हुन्छ कुन ठाउँमा काम गर्नुभयो भनेर सोध्छ तपाईले आफ्नो ठाउँको नाम भन्नुपर्ने हुन्छ कुन ठाउँमा तपाईले काम गर्नुभयो कुन कम्पनीमा काम गर्नुभयो अनि कम्पनीको एड्रेस कता सोध्छ तपाईले कहिलेदेखि कहिलेसम्म काम गर्नुभयो जस्तो नोभेम्बर 1 2022 टु 31 जनवरी 2025 तपाईले कहिलेदेखि कहिलेसम्म काम गर्नुभयो भनेर पनि सोधिन्छ तपाईले एज अ वाट कुन पोस्टमा तपाईले काम गर्नुभयो त्यो कम्पनीको म्यानेजरको नाम के थियो त्यो कम्पनीको प्रिन्सिपलको नाम के थियो भनेर सोधिन्छ तपाईले त्यो जानकारी दिनुपर्ने हुन्छ उहाँहरूलाई सोधेको केसमा त्यसपछि आउँछ स्कुलको नाम तपाईहरु कुन स्कुलमा चाहिँ आफ्नो भाषा अध्ययन गर्न जाँदै हुनुहुन्छ तपाईको स्कुलको नाम सोध्दाखेरि तपाईले आफ्नो स्कुलको नाम भन्न सक्नु पर्यो इन्टेक भन्नु पर्यो इन्टेकको ड्युरेसन कति समय हो 2 इयर्स अफ इन्टेकको लागि चाहिँ ट्युसन फी तपाईको कति छ स्कुल अनुसार सबै स्टुडेन्टको ट्युसन फी फरक हुन्छ त्यही भएर तपाईले आफ्नो ट्युसन फी चाहिँ 1 इयरको ट्युसन फी चाहिँ भन्न सक्नु पर्यो सोधेको केसमा चाहिँ सिटी कुन सिटीमा तपाईको अप्लाई भएको छ त्यो त तपाईहरुलाई थाहा छ होला आफ्नो सिटी भन्नु पर्यो लिभिङ एक्सपेन्सेस कति छ पर मन्थ जापानको लिभिङ एक्सपेन्सेस सोधेको केसमा तपाईले आफ्नो लिभिङ एक्सपेन्सेस भन्न सक्नु पर्यो अनि तपाईको प्लान्स आफ्टर ग्रेजुएसन फ्रम ल्याङ्ग्वेज स्कुल के छ त जस्तो यहाँ एउटा स्टुडेन्टको केसमा चाहिँ ब्याचलर्स डिग्री इन सोशल एन्ड इन्टरनेसनल रिलेसन्स फ्रम अ जापानिज युनिभर्सिटी छ भने तपाईले चाहिँ तपाईको प्लान्स के छ त ल्याङ्ग्वेज सकिसकेपछि तपाईले चाहिँ के पढ्ने सोच्नु भएको छ तपाईले त्यही भन्नु पर्यो त्यो पनि एप्लिकेसन फर्ममा लेखेको हुन्छ त्यो भएर कारणले एप्लिकेसन फर्ममा तपाईले जे जानकारी हाल्नु भएको छ त्यही बेसिसमा चाहिँ तपाईहरुले भन्नुपर्ने हुन्छ त्यसपछि आउँछ स्पोन्सरको नाम तपाईको यो स्पोन्सरको पार्ट चाहिँ स्पोन्सरलाई सोध्ने हो स्पोन्सरलाई चाहिँ तपाईको अकुपेसन के छ इन्कम सोर्सेसमा तपाईहरुको के छ तपाईको मन्थली कति तपाईहरुले कमाउनुहुन्छ इयरली तपाईको कति हुन्छ कमाई भनेर चाहिँ यो चाहिँ स्पोन्सरलाई सोध्ने हो तपाईहरुलाई सोध्दैन अनि ब्याङ्क ब्यालेन्स डिटेल्स हो ब्याङ्क ब्यालेन्स डिटेल्स पनि स्पोन्सरलाई सोध्ने हो ब्याङ्कको नाम ब्याङ्कको एड्रेस तपाईहरुको अकाउन्ट नम्बर कति छ ब्याङ्कको अनि त्यसपछि तपाईको करेन्ट ब्याङ्क ब्यालेन्स कति छ तपाईको ब्याङ्कको म्यानेजरको नाम यो सबै चाहिँ तपाईको फादर या मदरलाई सोध्ने गरिन्छ तपाईको स्पोन्सर को छ भन्ने हो तपाईले यदि ड्याडी राख्नु भएको छ भने फादरलाई कल आउँछ यदि तपाईले मदर राख्नु भएको छ भने मदरलाई कल आउँछ मदर र फादर कलाको केसमा चाहिँ उहाँहरूले चाहिँ आफ्नो अकुपेसन र आफ्नो ब्याङ्क ब्यालेन्सको डिटेल्स चाहिँ भन्नुपर्ने हुन्छ त्यसपछि आउँछ जापानिज ल्याङ्ग्वेज डिटेल्स तपाईहरुले नेपालमा कुन स्कुलमा भाषा पढ्दै हुनुहुन्छ सोधेको केसमा चाहिँ तपाईले आफ्नो कन्सल्टेन्सीको नाम भन्नु पर्यो कन्सल्टेन्सीको एड्रेस कता छ भनेको केसमा तपाईले आफ्नो कन्सल्टेन्सीको एड्रेस भन्नु पर्यो तपाईले कहिलेदेखि कहिलेसम्म पढ्नु भएको छ कुन बुक पढ्नु भएको छ तपाईले पढिरहेको स्कुलको प्रिन्सिपल को सोध्दाखेरि आफूले भन्नु पर्यो ल्याङ्ग्वेज टिचरको तपाईको पिरियड टाइम कति बजे कति बजेसम्म छ भनेर सोध्छ तपाईले चाहिँ त्यो जानकारी दिन पर्यो अनि तपाईको फ्यामिली मेम्बर्समा को हुनुहुन्छ भनेर भन्दाखेरि चाहिँ जति कन्सल्टेन्सीले मेन्सन गरेको छ तपाईले त्यही नै भन्नुपर्ने हुन्छ सो एट द इन्ड चाहिँ यो भनेको एकदमै दिस इज सर्ट इन्फर्मेटिभ भिडियो यसमा ब्रिफली जानुपर्ने हुन्छ ब्रिफली जानको लागि चाहिँ तपाईले जुन कन्सल्टेन्सीबाट अप्लाई गर्नु भएको छ त्यो कन्सल्टेन्सीको ओनर हुन्छ या सेन्सी हुन्छ उहाँहरूलाई भेटेर चाहिँ आफ्नो डिटेल्सहरू चाहिँ थाहा पाउनुहोस् किनभने तपाईहरुको डकुमेन्टहरू एप्लिकेसन फर्मदेखि लिएर सबै डकुमेन्ट गएको हुन्छ त्यो डकुमेन्टहरू सबै
कन्सल्टेन्सी हालिदिने हो। त्यो भएको कारणले चाहिँ कन्सल्टेन्सीसँग गएर भेटेर चाहिँ आफ्नो डकुमेन्टहरू मजाले हेरेर होइन, तपाईँहरूको डकुमेन्टमा के गएको छ, के डिटेल्स हालेको छ, सबै कुरा हेरेर एसओपी पनि पढेर तपाईँहरू आफू पनि प्रिपेयर भएर बस्नुहोस्। तपाईँहरूको डकुमेन्टमा जुन जुन डिटेल्स गएको छ नि त्यो डिटेल्स र आफूले बोलेको कुराको डिटेल्स चाहिँ मिल्नुपर्ने हुन्छ। यदि गएको डकुमेन्टको डिटेल र तपाईँले बोलेको डिटेल मिलेन भने चाहिँ सिओए क्यान्सल हुने चान्सेस चाहिँ हाई नै हुन्छ। त्यो भएको कारणले चाहिँ आफ्नो डिटेल्स, आफ्नो डकुमेन्टमा भएको इन्फर्मेसनहरू सबै कुरा तपाईँलाई थाहा हुनु पर्यो। यो भनेको एकदमै सर्ट भिडियो, यसको लागि ब्रिफली जानको लागि तपाईँहरू आफ्नै कन्सल्टेन्स जानुपर्ने हुन्छ। त्यही भएर म तपाईँहरूलाई के भन्छु भने चाहिँ इन्क्वायरी कल आएको केसमा चाहिँ डराउनु पर्दैन। सोध्ने तपाईँकै बारेमा हो, तपाईँकै डिटेल्स हो। त्यही भएर एकदम नडराइकन मजाले इन्क्वायरी कल आउँदाखेरि फोन उठाउनुहोस्, कुरा गर्नुहोस्, उहाँहरूले सोधेको क्वेसन्सको तपाईँहरूले एन्सर दिनुहोस्। अनि तपाईँको स्पोन्सरलाई कल आएको केसमा चाहिँ स्पोन्सरको केसमा तपाईँले आफ्नो प्यारेन्ट्सलाई चाहिँ परिपक्व बनाउनुहोस्। उहाँहरूलाई पनि यो सोध्छ है मम्मी, यो सोध्छ है बाबा भनेर उहाँहरूलाई जानकारी दिनुहोस् र तपाईँहरू डराउनु पर्दैन। यो इन्क्वायरी कल मात्रै हो, एउटा कल हो, त्यसमा पनि तपाईँहरूकै आफ्नो डिटेल्स सोध्ने हो। त्यो भएको कारणले चाहिँ एकदम डरै हाल्नुपर्ने जस्तो कुरा केही पनि छैन। कल आएको केसमा यदि तपाईँलाई डिटेल्स थाहा छ भने मजाले तपाईँले भन्न सक्नुहुन्छ। सो लास्टली म तपाईँहरूलाई के भन्छु भने चाहिँ कल आएको बेला चाहिँ उठाउने गर्नुहोस्, उठाउनु नै होला, उठाउनै पर्ने हुन्छ। र अब सिओए चाहिँ तपाईँको फेब्रुअरी 15 देखि फेब्रुअरीको इन्डसम्म आउँछ। त्यो भएको कारणले चाहिँ सबैजनालाई चाहिँ गुड लक फ्रम रियलिस्टिक इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी। सबैजनाको सिओए आओस्, म तपाईँहरूलाई यही नै भन्न चाहन्छु। हस्, थ्याङ्क यू।